त्यसलाई पछाडि राख्ने यसलाई सिटमा यही पनि हो जति पनि सामान चाहिँ राखौँला नि त Let's go camping. गाइस वेलकम टु माई भ्लग। आज चाहिँ हाम्रो साथी प्यारो साथी अपिल आछन् क्यानबेरामा। एकदम राम्रो मौका परे हुनाले चाहिँ हामी चाहिँ अब अपिल र मेरो धेरै वर्ष पहिलेदेखिको एउटा सँगै क्याम्पिङ जाने रमाइलो गर्ने चाहिँ प्लान सक्सेस हुँदैछ। हामी चाहिँ अन द वे टु कटर ड्याम छौँ। अब बाँकीको कार्यक्रमहरू चाहिँ उहीँ गएर चट्ट लगाएर अब यताउति टेन्ट सेन्टको यताउति दिएको छौँ, क्याम्प फायरहरूदेखि लिएर सबै कुराहरू। बाटो जस्तै छ बाटोहरू। बेलुकाको 5:30 बज्यो। 5 भयो। स्टिल अब उज्यालै छ। अब गएर टेन्ट सेन्ट गर्दा 6:30 जस्तो होला। त्यसपछि हामी चाहिँ अब यताउति अलिअलि यताउति साइडहरू पनि हेर्छौँ। त्यसपछि दाउरा खोज्नुपर्ने हुन्छ। हल्का दाउरा रमाइलो छ। हामी चाहिँ क्याम्पिङ ग्राउन्ड कटर ड्याम क्याम्पिङ ग्राउन्ड चाहिँ भर्खरै पास गऱ्यौँ। अनि अहिले चाहिँ हामी अलिकति अगाडि मेन कटर ड्याम भएको ठाउँमा आछौँ। यो चाहिँ अपिलले चाहिँ मैले क्यानबेरा आवेला चाहिँ यो देखाउन पाएर हिँड्छु पहिला। त्यही भएर अपिललाई पहिलो सुरुमा यहाँ लिएर यहाँको अलिकति खोला नालाहरू देखाउँछु। मेन त कटर ड्यामको देखाउनु पऱ्यो नि त झर्ना। त्यसपछि चाहिँ हामी ब्याक टु फेरि जहाँबाट आएको थियौँ हुनाले क्याम्प साइट जान्छौँ। अहिले चाहिँ उज्यालो हुँदै देखाउँछु म यिनलाई। ठिक छ नि त बट्टा? टक्क यहाँनिर चाहिँ कहिलेकाहीँ मान्छेहरू चाहिँ यहाँ तलतिर चाहिँ फिसिङ सिसिङ गर्न पनि आउँछन्। यहाँनिर तल स्पटमा आइसकेका छौँ। अब हामीले ठाउँहरू हन्ट गर्न जाँदैछौँ है त। भन्न त के लेख्छ? गर्नेले गरिहाल्छन् गर्नु त। हामी चाहिँ हल्का उकालोको स्लोप जस्तोमा छ। यस्तो छ माहौल। यतातिर टक्क लाएर उतातिर सबै भरिभर आउँछ क्याम्प ग्राउन्डमा। हामी चाहिँ कतातिर भइरहेछ। अब हामी चाहिँ यहाँ पुरै तयारी हुँदैछ। अपिलले गर्दैछन् तयारी। धेरै हालेँ मैले हो। यत्रो सबै त अहिले नजलाम पछि आफै सल्किहाल्छ। अहिलेलाई चाहिँ ट्यागको फायर स्टार्टर राखेर यो हो नि त तरिका। यतिको भाग बल्यो भने बाँकी आफै सल्किँदै जान्छ। सही होला। नुन र तेल होला। नुन र तेल त खासै अब त्यति उस्तो छैन। तेल हाल्ने कि नहाल्ने? तेलको त्यति टेन्सन छैन हो। किनकि यसमा पनि चिल्लो छ क्या। ओके छ तर तेल त त्यही पनि हालौँला नि त के छ र होइन। अनि यस्तो छ हाम्रो सेटअप। यहाँनिर बिन ल्याएर राख्यौँ। यहाँनिर मेरो कुर्सी छ, त्यहाँनिर अपिलको छ कुर्सी। यहाँनिर टक्क हामीले आगो बाल्दैछौँ। यहाँनिर हाम्रो म्यारिनेटको सामानहरू छ। टक्क उ छ उतातिर तलतिर खैरीहरूदेखि लिएर सबैजना तलतिर छन्। ल
ठिक छ त बड्डौ कस्तो छ दामी पाकिरहेको छ नि त सही हो यहाँ चाहिँ मेरो छ यस्तो छ हामीले चाहिँ आफ्नो लाइटलाई चाहिँ उता रुखमा टङ्गाइदिएछौँ यहाँ चाहिँ मासु पोलिरहेछौँ चट्ट लाएर रातिको 10 बजिसक्यो चट्ट लाएर रातिको 10 बज्यो चट्ट लाएर हामी चाहिँ चटपटे खाँदै अरू आगोमा अरू उस थपेर आगो बालेर बस्दैछौँ अपिल र म सबैजनाहरू चाहिँ यताउति सुत्या जस्तो मानिन्छ धेरै नै रमाइलो छ रातिको 1 बज्दैछ हामी चाहिँ अब टक्क चिया खाने मुड गरायौँ संसार दुध चिया टक्क दुधको चिया लङ लाइफ मिल्क यहीँ छँदैछ संसार सुतिसक्यो तर हामीलाई मतलब छैन हामी कालो चिया हामी अब के अरे दुध हालेको चिया च्याप्प बनाउँदैछौँ ल गजबले पाक्यो त यार होइन त अपिल यस्तो छ यार आहा क्या पाक्यो त बड्डौ चिया त डोली चायवाला फ्लप भयो यार ओहो पहिला फायर टी अनि यस्तो हो नि त बड्डा मद्रासी अब स्याट एकलट माथिसम्म उम्लेपछि खानुलाई चाहिँ बिल्कुल रेडी हाम्रो भित्रको माहौल चाहिँ यस्तो थियो मोर्निङ फ्रम क्याम्प बाहिरको माहौल चाहिँ यस्तो छ अब चाहिँ बिहानको 9 बज्यो हामी गाडा गराएर त्यसपछि यसमा चाहिँ हामीले टक्क दुध हालेर हिजो राति नै खाइयो चिया होइन त बवाल मजा आयो नि यार घाम पनि तर हामी चाहिँ बेस्ट ठाउँमा रहेछौँ कि घाम पनि त्यति चर्को नआउने हो चट्ट चिया पनि बन्यो क्रोसेन्ट र चिया खाइन्छ मजाले खाइन्छ अनि त्यसपछि हामी चाहिँ अनि स्विमिङ गर्छौँ एक ठाउँ गएर यहीँ नजिकै त्यसपछि चाहिँ हामी घरतिर लाग्छौँ